ल है गाए छोरी यहाँ यस्तो छ यो विदेशीहरू के हो यस्तो बेहाल कम्पनीमा बसको टुङ्गो छैन हौ के गर्नु छुट्टी भएर अझै बस आउँदैन गाह्रो छ हौ आयो आयो बस आयो बल्ल आयो है बस केटाएर भएर यो के गर्नु यस्तो छ परदेशीहरूको हालत यो आज 15 मिनट ढिलो आयो है बस के गर्नु यहाँ कम्पनी यही हो यहाँनिर बस्दा बस्दा बल्ल बल्ल निस्केको 15 मिनट पछि बल्ल बस आयो आज त खट्टामै बनायो रे ओइ छिटो चढो केटा छिटो छिटो टुङ 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 डुस है अब भित्र ओहो यता हेर यो पाहुनाहरू यहाँ सबै हेर ओहो के छ गाई छ हाल खबर ओए बस त पुरा खाली खाली रहेछ आज यो चाहिँ काठमाडौँ जाने बस हो खाली रहेछ ओए मायालुहरू अगाडि बसेछन् मायालुहरू त ल ओए हिँड्यो अब बसमा सरर यही हो हामी काम गर्ने ठाउँहरू चाहिँ यस्तो पो छ हौ जङ्गलै जङ्गल पुरा कम्पनी यस्तो छ हालत तर धेरै लामो चाहिँ छैन है टाढा चाहिँ छैन हाम्रो रुम नजिकै हुन चाहिँ हिँडेर गए पनि ल 20-25 मिनटमा पुगिन्छ पुग्न चाहिँ तर त्यही पनि यस्तो बसको सुविधा हुँदाखेरि चाहिँ फाइदा उठाऊँ भन्ने कुरा हो रात परिसक्यो यहाँ त अब रात पर्यो यही हो विदेश जता हेऱ्यो कम्पनी फ्याक्ट्री मात्रै हो फुल कति ड्यामी फुलेछ त्यहाँ हेर यस्तो ड्यामी फुल जाँदैछु म आज धेरै नै तर यो चाहिँ फुटबल ग्राउन्ड है छुट्टीको दिनमा आएर खेल्नको लागि ड्यामी छ फुटबल ग्राउन्ड चाहिँ दह्रो घुमाएर लग्ने भयो है रोड बन्द रहेछ यहाँ चाहिँ त्यही भएर चाहिँ आज अर्को बाटो लगेर जाँदैछ आज धेरै घुमाउँछ कम्पनीहरू आऊ है यतातिर घुम्न यसो कसैले थाहा छ भने यो ठाउँतिर आउनु सक्नुहुन्छ घुम्नलाई यो चाहिँ होस्टेल एरिया है सबै यहाँ चाहिँ यो होस्टेलहरू छ है जता हेऱ्यो अब होस्टेल छ यतातिर फेरि त्यसपछि कम्पनी गाह्रो छ अब मोड्यो हाम्रो गाडी एक मोड लिएर अब चल्यो अब फेरि ठ्याक्कै 5 मिनटको बाटोलाई आज चाहिँ 10 मिनटभन्दा बढी लगाइदिन्छ यस्तै हो कम्पनीमा काम गर्ने बब्बाल छ नि यतातिर थप्पै आयो अब हाम्रो होस्टेलतिर है होस्टेल चाहिँ यतातिर है यो होस्टेल हो अब यो चाहिँ सब होस्टेल आयो यहाँ सुरु होस्टेल रुममा पुग्यो नुहाइयो फ्रेस भयो अब चाहिँ ओ जम्मै खाना अब खाना खै के बनाएको हेर्छु है म
अब चाहिँ खाना खाने टाइम भयो हाम्रो चाहिँ। अब खाना चाहिँ के बनाएर छोडेछ यसो हेर्नुपर्छ सबले। अनि चाहिँ यो चाहिँ के हो, चिकन अनि दाल, त्यसपछि भात है। त्यो छ हाम्रो किचन हो, यो चाहिँ किचन हो हाम्रो।